हेलो गाइस वेलकम बैक टु माई न्यू भिडियो मामाको भ्लगमा तपाईहरुलाई स्वागत छ रे के हाँसो लाग्यो मलाई हामी चाहिँ अब स्केट खेल्न जान लाग्यो गाइस उता दुईजना माइजू र म चाहिँ छाता ओढेर जान लाग्यो हाम्रो राम्री माइजू भ्लग बनाएर हिँड्न यस्तो घाममा गाह्रो छ गाइस साधनाहरूलाई नि देखाउनलाई हामीले भ्लग बनाएको भन्नै पर्दा तिनीहरू नि पहिला पहिला यसरी नै गएर भ्लग बनाएको थियो कस्तो हाँस लाग्यो मलाई त भ्लग बनाउँदैन नि कस्तो अरुण मामा नि आउँछु भन्नु थियो तर अरुण मामा आउनु भएन गाइस हाम्रो मामा र रश्मिता यिनीहरू गए नि छट्टा ओए दामी हो त मामा म त हिरो नि पो आएँ नि त ए हाम्रो मामा जुन हो मामा चाहिँ भ्लग बनाउनु खै देखिनु भएन कि मामा तपाईँ त यहाँ गाइस हेर्न सक्नुहुन्छ त्यो भाइहरूलाई कसरी पौडी खेले खाने यार गाइस 2 मिनटको भ्लग भाइ चाहिँ यहाँ त्यही नै यहाँ आउन गाइस 2 मिनटलाई मामा बाई बाई गाइस अलिपछि त्यही भेटौँला ल त्यसो भए एकछिन बाई गाइस अहिले त्यही गएपछि भेटौँला गाइस हामी पनि स्केट पार्कनिर आइपुगिहाल्यौँ होइन आइ गर्छौ हेलो हेलो कस्तो लागिरहेछ हेलो खेलिदिनु हुँदो रहेछ त तपाईँ पनि तिमीलाई त देखियो होइन यहाँ त यहीँ गर त ल बिस्तारै बिस्तारै खेल ल दुईजना साथीहरू पनि खेलेको थिएँ म मनिष्कासँग पनि खेलेको थिएँ म हो यो माइजू हो यो अनुस हो अब फेरि बर्थडेको बेला आउनु बेला खेल्नु पर्ला यार यता स्केटिङ खेलेर म र मामा चाहिँ फेरि यहाँ फुर्सा लाग्यो ए होइन माछा मारेको हेर्नु जाँदाखेरि फुर्सा आइपुग्यौँ गाइस हामी चाहिँ यसलाई चाहिँ गुल्डी खोला भन्छ होइन तिम्रो घरतिर पनि यही खोला बगेर आउने त अनि माथिबाट है त्यो पौडी खेल्न जान्छ कि जाँदैन त जान्दै मम्मीहरूसँग कहिले वर्षमा एकचोटि अनि यही हो कि निक्ल्यो ठुलो सर्प सर्प हो गाइसक्यो भन्दा त नमिल्ने माछा चलाइदियो भने एकजनाले टोक्दैन मरिसकेको थियो ठुलो टोक्छ होला है पानीमा निकाल्यो माछा मारेको अवस्था माछा कस्तो भएछ आज हामी कता कता गयो होइन माछा जाने भाइ माछा मार्ने ठाउँमा त्यसपछि यहाँ माछा मार्दै हुनुहुन्छ दाइहरू घाम चाहिँ खतरा छ कि गाइस ए पऱ्यो
जान लागेको पाटन यस्तो घाममा माइजी र म जहिले लगाइस हामी चाहिँ देख्नै पाएन नि पुरै यार ल ल त्यो चाहिँ ल ल बाबु सक्छ लगाइस यो चाहिँ पौडी खेले हामी सानोमा यही खेलेर हुर्किएको यार सानोमा के लगाइस हामी चाहिँ पाटनतिर आइपुग्यौँ हामी घुम्दै भान्जी अगाडि हिँड्छन् म जस्तै भान्जी हाई गरिदेऊ है पखर न सँगै जाने कि हामी हेर आज कस्तो लागिरहेछ ल बस्दिनु नि के छ र 2 दिनको जिन्दगी होइन गाइस अनि आज हामी चाहिँ पाटनमा हो अहिले गाइस पाटनमा आएको अघि पहिला भ्लग चाहिँ भान्जीले बनाएको थियो अहिले चाहिँ मैले बनाइरहेको छु अनि यतातिर लगाइस यिनीहरू चाहिँ यहाँ फोटो खिच्न लागिरहेको छ सानो भान्जी ठुली भान्जी अनि हामीलाई यहाँ गाली गर्छ होला यार यस्तोमा त नआउनु पर्ने यार खस्यो नि डर लाग्दो छ गाइस बबल छ ठाउँ चाहिँ है हाम्रो चाहिँ यो पुल बनिरहेको अहिले यो तपाईँको यो झापुटार र रिसिङ कति हो है झापुटार र अनि यता ब्यास 3 जोड्ने झोल चाहिँ गाउँ सेबोर जाने यता गाउँतिर जाने हो लगाइछ अनि घुम्न आएको छौँ फोटो खिच्दैछन् यहाँ नानीहरू होइन ल हेलो कस्तो लागिरहेछ मेन मान्छे म यो भ्लगको अनि भन न अरू पनि कस्तो दियो कोटार्नु माइती त बिल्ला ल मामा यो कोटार्नु न ल हामी चाहिँ यहाँ छौँ सबैजना यहाँ छौँ फोटो खिच्छौँ अलिक के हुन्छ हेरौँ यो भ्लग चाहिँ त्यति लामो हुँदैन जे अलि भान्जीले गराउने भनेर चाहिँ यसो गराइदिएको मात्रै गाइस है नराम्रो भए पनि यसो हेरिदिनु होला अनि भान्जीको बर्थडे पनि आउँदैछ ल एडभान्समा ह्याप्पी बर्थडे टु यु हामी मोमो खान जान लाग्यो हेर्नु रे साथीहरु आज चाहिँ हामी गोर्खाली कतारे